मात्र बिगार्छ साथीहरू। यसले चाहिँ यो चाहिँ बिगार्ने। फाइनली स्टार्टिङ माई मिनी ब्लग आफ्टर अ लङ टाइम साथीहरू। हेलो 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 साथीहरू, सबैजना सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै नै छु साथीहरू। अनि आज चाहिँ मैले लङ टाइम पछि फेरि यसरी मिनी ब्लग स्टार्ट गर्दैछु साथीहरू। कारण चाहिँ के हो भनेपछि मिनी ब्लग बनाउँथेँ तर एडिट गर्न झ्याउ लागेर साथीहरू सब मिनी ब्लग चाहिँ डिलिट हानिदिन्थेँ क्या। अनि त्यस्तै गर्दा गर्दै भोलि गराउँछु भन्दै चाहिँ मेरो 1 महिना नै हुन लागिसक्यो साथीहरू। त्यस्तो भन्दा भन्दै मिनी ब्लग बनाउन लाग्छ अनि चाहिँ काम गर्न लाग्छ। हामी चाहिँ रोटी हालिसक्यौँ साथीहरू। तरकारी पकाउनलाई चाहिँ अब तरकारी पकाउने त जाँगर त्यति धेरै त छैन हामीमा। दिदी चाहिँ गाउँ गएको छ आज, त्यही भएर हामी 2वटा मात्रै छौँ अहिले चाहिँ रुममा। तरकारी पकाउन झ्याउ लागेको छ साथीहरू। यो अल्छीपनले पनि साह्रो दुःख दिएको भने होइन। अनि अझ हामी दही लिनलाई जाँदैछौँ, दही लिन। अनि यसले चटपटे खाने भनेको चटपटेको सामान ल्याउँछौँ हामीले। अनि चटपटेको सामान दही लिएर आउँछौँ है साथीहरू। जाउँ हामी सँगसँगै तपाईँहरू पनि मार्केटमा। तपाईँहरूलाई पनि देखाउँछौँ हामी मार्केट होइन। के खाने छ त? चटपटे खाने त? चटपटे ल्याइदिनु न। म दिनमा के चटपटे के छैन चटपटे ल्यायो। हामी चाहिँ तरकारी लिनलाई जान लागिसक्यौँ साथीहरू। एउटा मम्मी लिएर होइन। यसले चकचक गऱ्यो भने यसलाई चाहिँ मैले पिस्छु साथीहरू होइन। चकचक नगर्ने है, यो चाहिँ धेरै चकचक गर्छ कि साथीहरू बाटोमा हिँड्दाखेरि। यो चाहिँ चकचके नम्बर 1 छ साथीहरू। त्यही भएर यसलाई चाहिँ मैले अहिले नै सम्झाउँदैछु। चकचक गर्ने किन अहिले? चकचक नगर्ने ल। म चाहिँ बाटोमा हिँड्दाखेरि फुलतिर लगाइहालेको गाइस। मलाई चाहिँ फुल चाहिँ देख्नै हुँदैन कि कानमा सिउरिहाल्नु मन लाग्छ। हामी माथिबाट के ल्याउने रे? टमाटर कति ल्याउने? टमाटर ल्याउने अनि चाहिँ के अरे त्यो उब्राउने काँक्रा ल्याउने अनि कति चटपट बनाउने सामान ल्याउने होइन। हामी चाहिँ त्यति ल्याएर आउँछौँ साथीहरूमा होइन। चाहिँ मान्छे अगाडिको क्यामेरा चलाएर बोल्न चाहिँ मलाई एकदम धेरै लाज लाग्छ कि साथीहरू अगाडि मान्छेहरू कति धेरै छन् होइन। म चाहिँ माथि बाहिर गएको छु, मुटु ढुकढुक गरिरहेको छु, ढुकढुक। अहिले हामी बजारमा आइपुग्यौँ साथीहरू। टमाटर कस्तो मन रहेछ यहाँ चाहिँ। हामी चाहिँ पसलमा जाँदैछौँ ल। टमाटर कसरी हो? यता आइज त सस्तो रहेछ। नयाँ आएको थियो। काँक्रा छन्? काँक्रा कसरी हो? 50 किलो। 1 किलो पानी लगाइदिनु न। हजुर हामी चाहिँ पानीपुरी खानु पर्छ। हजुर हुन्छ।
चाट्न सकेको छ त्यस्तै हुन्छ हामी हुन्छ पछि जहिले गर्नै त्यस्तै हुन्छ कि गाइस ओके जहिले पनि आए त्यस्तै हुन्छ आन्टी सिजर पेपर खेल्नुलाई यो चाहिँ रुममा गएर सिजर पेपर राखेर भन्दैछु गाइस हामी चाहिँ कोठामा गएर सिजर पेपर राखेछौँ होइन पानी पऱ्यो पानीपुरी बन्न लागिसँग टाइम लागिरहेको छ साथीहरू किनकि चाट बनाउनु छ अनि चाट बनाइदिनु छ त्यही भएर हामी चाहिँ वेट गरिरहेको पानीपुरीको वेट गरिरहेको यसलाई चाहिँ इन्तजार खेलमै अनि चाहिँ आज साल हेलो गाइस आन्टी पानीपुरी बनाइसक्नु अरू अरू बनाउनु पानीपुरी कति भनेर अनि पानी है पुरा है पानीपुरी आइसक्यो गाइस अब मैले झोलै हालेँ पानीपुरी हालेँ त्यस्तो छ गाइस कस्तो छ नचुवाएर खान सक्दैन त्यसमा पानी बसेको छ मजा खान्छ हामी पानीपुरी खाएर पनि आइसक्यौँ गाइस सामान बोकेर रुमतिर जाँदैछौँ होइन सबै गरिसक्यौँ अब हामी चाहिँ रुममा गएर सिजर पेपर राख्नु मात्रै बाँकी छ होइन फाइनली हामी रुममा पनि आइपुग्यौँ साथीहरू म चाहिँ एकछिन मोबाइल चार्ज लगाइदिन्छु किनकि मेरो मोबाइल चार्ज सकिसकेको छ साथीहरू अनि म चाहिँ सब रेडी बनाउँछु अनि त्यसपछि हामी सिजर पेपर राखेछौँ यसले भनेर हामी चाहिँ सिजर पेपर राखेर गइरहेको छौँ साथीहरू ओके बाई हाई गाइस आज चाहिँ हामी सिजर पेपर अहिले चाहिँ हामी सब हाई गाइस अहिले हामी सबै रेडी बनाइसक्यौँ यो चाहिँ चटपटी हामी नर्मल तरिकाले बनाएको छौँ घरमै बनाएको चटपटी यो चाहिँ अनि यो चाहिँ पकौडी पसलबाट ल्याएको थियौँ हामीले अनि यहाँ चाहिँ छ करेन्ट चाउचाउ अनि अनि यो चाहिँ 20 रुपियाँ हामी धेरै पकेट मनी चाहिँ हाम्रो कम थियो कि आइज त्यही भएर हामी थोरै ल्यायौँ सानो खालको ल्यायौँ ल है त लेट्स स्टार्ट सिजर पेपर करेन्ट चाउचाउ सुरु सिजर पेपर Okay guys, आज लाइट नै हो कि बाई गुड नाइट साथीहरु